मैले सोचेको थिएँ म पनि एक दिन भिल्लामा बस्छु, चट्टसँगले आरामले इन्जोय गरेर बस्छु, भिल्लामा इन्जोय गरेर मेडिटेट गरेर बस्छु भने आज म भिल्लामा छु। देख्नु सक्नुहुन्छ। हेलो गाइस, नमस्कार। आज चाहिँ म छोटो एउटा मेसेज लिएर आएको छु। आजभन्दा 4 वर्ष 5 वर्ष अगाडि चाहिँ म मेरो सानो रुममा बस्थेँ। मेरो सानो रुममा चाहिँ तपाईँसँगले सुटहरू लगाएको फोटो, अनि गाडीहरूको फोटो, घडीहरूको फोटो, अनि त्यहाँदेखिको आइफोनको फोटो तासेर राखेको थिएँ क्या। त्यो चाहिँ मेरो मिसन र भिजन थियो, पछि म एचिभ गर्छु भनेर। अनि मेरो रुममा जतिजना पनि आउँथे होइन, जतिजना साथीहरू आउँथे, जतिजना मान्छेहरू आउँथे, सबैजना हाँस्थे क्या, यो तैँले के तालेको हो, कसरी पाउँछस् यस्तो कुराहरू, नहुने कुराहरू किन ताल्छस् भनेर भन्थ्यो क्या। तर म हाँसिदिन्थेँ, हुन्छ हस् यस्तो भनिदिन्थेँ। तर जब तपाईँले त्यो सोचिसक्नुहुन्छ, जब तपाईँले त्यो मिसन र भिजन दिमागमा राख्नुहुन्छ नि, तपाईँ त्यही अनुसार काम गर्दै 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 जानुहुन्छ क्या। आज हेर्नुहोस्, मसँग राम्रो आइफोन छ, मसँग सुट सबै छ कि, सबै थोक छ क्या अहिले मसँग, जुन मैले 14-15 वर्ष हुँदाखेरि मैले सोचेको कुराहरू थियो क्या। अहिले म 22 वर्षको केटो भएँ होइन, 22 वर्ष भइसकेँ। 22 वर्षमा मैले पाइसकेँ, राम्रो आइफोन छ मसँग, घडी छ, चस्मा छ, राम्रो सुट छ, सबै मैले यहाँ राखेको थिएँ क्या दिमागमा। म एक दिन त्यो एचिभ गर्छु। अहिले मसँग सबै कुरा छ कि, सबै कुरा। अनि धेरै धेरै धन्यवाद, गडले मलाई ब्लेस गर्नुभयो होइन। अनि यो चाहिँ